हेलो नमस्ते सबैजना साथीहरूलाई हार्दिक स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। साथीहरू, नेपाली शेयर बजारमा एकपछि अर्को गर्दै विभिन्न कम्पनीहरूले चाहिँ आइपिओ निष्कासन गरिरहेका छन् र यति बेला चाहिँ साथीहरू एउटा बैंकले चाहिँ आइपिओ निष्कासन गर्न लाग्दैछ र त्यो बैंक कुन रहेको छ, त्यसले के कति आइपिओ निष्कासन गर्न लाग्दैछ, कहिलेसम्म आइपिओ निष्कासन गर्ला त र कसले चाहिँ आइपिओ भर्न मिल्छ, यी सम्पूर्ण विषयवस्तुमा आधारित रहेर आज हामी यो भिडियोमा छलफल गर्नेछौँ। कृपया भिडियोलाई पनि अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथीहरू, नेपाल धितोपत्र बोर्डले चाहिँ साल्पा विकास बैंकलाई चाहिँ प्राथमिक शेयर आइपिओ निष्कासन गर्नको लागि चाहिँ अनुमति दिएको छ र साथीहरू साल्पा विकास बैंकले चाहिँ हिजो सोमबार चाहिँ आइपिओ निष्कासन गर्नको लागि चाहिँ अनुमति दिएको छ र साथीहरू यो साल्पा विकास बैंकले चाहिँ 100 रुपैयाँ अंकित दरका 17,23,880 किता शेयर चाहिँ निष्कासन गर्ने भएको छ र यो बैंकको निष्कासन तथा बिक्री प्रबन्धकमा भने साथीहरू मुक्तिनाथ क्यापिटल चाहिँ रहेको छ। अब भने साथीहरू यो साल्पा विकास बैंक लिमिटेडले चाहिँ अब नेपाल धितोपत्र बोर्डबाट यसले स्वीकृत पाइसकेको छ भने अब भने साथीहरू यो कम्पनीले चाहिँ चाँडै नै सर्वसाधारणको लागि आइपिओ भने निष्कासन गर्नेछ। हप्ता 10 दिनभित्रमा भने साथीहरू यो कम्पनीले सार्वजनिक शेयर आइपिओ निष्कासन गर्नको लागि मिति भने तय गर्नेछ र 15 दिनभित्रमा भने साथीहरू यो कम्पनीले आइपिओ चाहिँ निष्कासन गरिसक्नेछ। त्यही भएर हजुरहरूले पैसा भने जम्मा गरेर राख्नुहोला है त। त्यस्तै साथीहरू अर्को सिंगटी हाइड्रो पावरले पनि बोनस शेयर वितरण पश्चात चाहिँ 100% हकपर्दक शेयर पनि निष्कासन गर्ने भएको छ। यो सिंगटी हाइड्रो पावर लिमिटेडले चाहिँ साथीहरू गत आर्थिक वर्षको मुनाफाबाट चाहिँ शेयर धनीहरूलाई चाहिँ बोनस वितरण गरे पश्चात कायम चुक्ता पुँजीको 100% हकपर्दक शेयर चाहिँ निष्कासन गर्ने भएको छ र यो कम्पनीले चाहिँ साथीहरू गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई चाहिँ 5% का दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो र सो बोनस शेयर वितरण पश्चात भने साथीहरू कायम हुने चुक्ता पुँजीको 1:1 को अनुपातमा चाहिँ हकपर्दक शेयर चाहिँ निष्कासन गर्नको लागि मङ्सिर 8 गते बसेको सञ्चालक समितिको बैठकले चाहिँ निर्णय गरेको छ र हकपर्दकबाट सङ्कलित रकम भने साथीहरू यो कम्पनीले चाहिँ ऋण चुक्ता गर्न प्रयोग गरिने निर्णय पनि सो बैठकले चाहिँ गरेको छ। साथीहरू अब भने सिंगटी हाइड्रो पावर इनर्जी लिमिटेडले चाहिँ आफ्ना शेयर धनीहरूको लागि अब चाँडै नै 1:1 को रेसियोमा चाहिँ हकपर्दक शेयर चाहिँ निष्कासनमा ल्याउनेछ। हवस् त साथीहरू, आजको यो भिडियो यति नै। फेरि पनि अर्को आइपिओ सम्बन्धी जानकारीमूलक भिडियोका साथ उपस्थित हुने नै छु। हवस् त, धन्यवाद।